Hello friends, welcome back. Welcome once again in my video. आजको भिडियो चाहिँ एकदम स्पेशल छ किनभने आजको भिडियो चाहिँ लेट नाइटमा सुट हुँदैछ। किन सुट हुँदैछ? बिजी भइदियो आज, एकदम बिजी भइदियो। घरि बजार जाने, मार्केट जाने, घरि के सिमेन्टको काम, घरि के रासिन, त्यस्तै कामले घरकै कामले बिजी। आज चाहिँ हामी बाइसेपमा ब्लग बनाउँदैछ हो। कति बिजी भइदियो आज। नभए चाहिँ म दिउँसै भिडियो बनाउँथेँ। खै यस्तै हुँदो रहेछ। अब एडल्ट भयो, एडल्ट हो, रेस्पोन्सिबिलिटी हुन्छ। रेस्पोन्सिबिलिटी चाहिँ अब इम्पोर्टेन्ट चिज हो। स्पेसली हामी केटाहरू चाहिँ के हो रेस्पोन्सिबिलिटी, फ्यामिली, लाइफमा के गर्नुपर्छ भन्ने नगरी पनि भएको छैन, नगरी पनि हुँदैन लाइफमा। के गर्नुपर्छ, के न के उखाड्नै पर्छ लाइफमा। एडल्ट हुनु चाहिँ अब यस्तै रहेछ। अब काम भनेको काम हो, गर्नै पर्यो, गर्दिनँ भन्दा हुँदैन। रडी चाहिँ रडी लागिरहेको छ, दिउँसो भिडियो बनाउनु पाएन हो। तर केही छैन, केटाको मोटिभेसनै खतरा। अब मोटिभेटेड छ केटा, राति रमाइलो गर्छ जोसमा नि। दिउँसो मैले एउटा डिसिजन लिइरहेको छु। मैले कार्निभोर डाइट फलो गर्ने भनेर। जतिजनालाई कार्निभोर डाइट भनेको के हो भनेर याद छैन भने चाहिँ कार्निभोर डाइट चाहिँ के हो भन्दा चाहिँ नि, नामै सुनिहाल्नु न। अब कार्निभोर मासु खाने। डाइटिङहरूको बारेमा मैले पुरा रिसर्च गरेँ कि डाइटिङ चाहिँ एकदम साह्रो। मेरो लागि त झन् हुँदै होइन रहेछ हो। लास्टमा कन्क्लुजन चाहिँ केमा आइपुग्यो भन्दा चाहिँ डाइटिङ चाहिँ गर्ने, तर कार्निभोर डाइटिङ गर्ने। कार्निभोर डाइटिङमा चाहिँ के हुन्छ भने चाहिँ कार्निभोर डाइटिङमा चाहिँ मासु, दुध, अन्डा, माछा, डाइरी प्रडक्टमा पनि घिउ, पनिर, दही, दुध मात्रै खाने। चामल नखाने, रोटी नखाने, कार्बोहाइड्रेट चाहिँ केही नखाने, भेजिटेबल्स फ्रुटहरू नखाने। तर अब भेजिटेबल फ्रुट्सहरू चाहिँ अब कोही कोही बेला कन्सिडर हुन्छ, किनभने मासु खाने एनिमल, कार्निभोर एनिमलले पनि बेला बेला त घाँस खान्छ नि हो, कोही कोही बेला मात्रै। तर अब त्यो खाएको बेलामा पनि एकदम सब्जी, नो ओइल, नुन हाल्यो, हल्का स्टिम फ्राई गर्दा पनि भयो। तर विदाउट ओइल कसरी फ्राई गर्ने भने चाहिँ एनिमल फ्याटमा, जस्तै कि चिकन फ्याट, पोर्कको फ्याट, च्वाचेको फ्याटमा। मासु पनि त्यही हो। मासु बिफ खाँदा भयो, चिकन खाँदा भयो, फिस खाँदा भयो, बोइल खाँदा पनि भइगयो। यसको धेरै कार्निभोर डाइटको चाहिँ धेरै बेनिफिटहरू रहेछ। उसको चाहिँ हाल्नु न, अब पहिला हाम्रो एन्सेस्टरहरू, वाइल्ड एन्सेस्टर्सहरू तेलमा खाना खान्थ्यो होला, पकाएर मरमसलाहरू हाल्थ्यो होला, हाल्दैन नि। के गर्थ्यो तिनीहरूले? मार्यो, हन्टिङ गर्यो, खायो, हन्टिङ गरेर खायो हो। अन्त तिनीहरूको जस्तै इन्टरमिट फास्टिङ पनि होइन, कुनै के भन्छ त्यो फास्टिङलाई कि, जुन चाहिँमा चाहिँ अब होल डे फास्टिङ, केही नखाए, पानी खाँदा भइगयो। पानी पनि त्यस्तो फास्टिङ गर्दा हुन्छ हो।
हप्तासम्म 1 हप्ता जस्तो खायो, एक दिन चाहिँ हप्तामा एक दिन चाहिँ खानै खाइदैन, भोकै बस्थ्यो। फास्टिङको पनि आफ्नै बेनिफिट हुन्छ। फास्टिङ हुँदा चाहिँ अब के भन्छ भने चाहिँ फास्टिङ हुँदा चाहिँ नि हाम्रो जिउले चाहिँ अब एउटा के भन्नु चाहिँ एउटा मोडमा पस्छ, जुन चाहिँले चाहिँ अब प्रोटेक्टिभ मोड, जसले चाहिँ हाम्रो इम्युन सिस्टम बढाउँछ। इम्युन सिस्टम बढाउँछ, जसले चाहिँ त्यो टाइममा चाहिँ हाम्रो बडीले भोक त लागेको हुन्छ, तर त्यो टाइममा चाहिँ जहिले हामी भोकै बस्छ नि, होल डे फास्टिङ, त्यो टाइममा चाहिँ बडीले चाहिँ हाम्रै बडीको फ्याट त्यही कन्ज्युम गरेर आफूलाई एनर्जी दिन्छ। अब पहिलाको मान्छेहरू पनि त्यही हो, एक दिन हन्ट गऱ्यो, डेली त कहाँ अन्त शिकार पनि गर्न सक्छ त, डेली त पक्रिनु सक्दैन कसले, पक्रिनु सक्दैन। एक दिन खायो, 3-4 दिन फास्टिङ बस्यो, कस्तो बलियो हुन्थ्यो। भेट्यो भोलि त सन्डे भइगयो, मन्डेदेखि चाहिँ सन्डे गएर सपिङ गर्ने हो। सपिङ गरेर डाइट प्रपर डाइट लिइकन आउँछु सन्डे, मन्डेदेखि चाहिँ कार्निभोर डाइट स्टार्ट हुन्छ। मजा आउँछ होला। त्याग्नुपर्ने चिज चाहिँ के हो, तेल, चामल, रोटी हो। चामल र रोटी बिना, चामल र रोटी त चाहिन्छ, अहिलेसम्म त जन्मेकोदेखि चामल र रोटी त खाएरै जन्मेको, अहिलेसम्म पनि खाइ नै रहेछ। त्यो राखाइ चाहिँ कसरी बाँच्नु हो। अन्त सुगर, जुस, मिठाई, अन्त चिया चाहिँ कसरी छोड्नु भइरहेछ। एक दिन नभनेको 5 कप त खाइन्छ चिया चाहिँ छोड्नु सक्छ कि सक्दैन हेर्दै जाउँ। साथीले भन्दै थियो जिम जोइन गर भनेर, मलाई हाँसेर डाँड्दै गर्नुपर्छ भन्थे, डाँड्दै, तर अब के भन्नु त्यसलाई, अब टाइमै हुँदैन, काम हुन्छ। जिम गएर कसले 2 घन्टा वेस्ट गर्ने, 3 घन्टा लुगा फेरेर जिम गयो, जिममा 2 घन्टा एक्सर्साइज गऱ्यो, घर फर्केर आयो, आउनु जानुमै टाइम वेस्ट भइहाल्छ। त्यो जिममा गएर 2 घन्टा जस्तोमा हो, आएर नुहाउनु पऱ्यो, नुहाएर फ्रेस हुनु पऱ्यो, धेरै टाइम वेस्ट। जिम जानु त राम्रो हो कि, तर अब म जस्तै मान्छे, अब अरू पनि छ जो पनि हुनुहुन्छ तपाईँहरू, इरी हुन्छ नि। सोच्नु त अब उठ्यो, लुगा फेऱ्यो टाइममा होइन, त्यो टाइममा कोही बेला काम हुन्छ हो, काम नगरी जिम जानु पऱ्यो, कि त जिम त्याग्नु पऱ्यो, कि त काम त्याग्नु पऱ्यो। म त एकदम बिजी खालको मान्छे हो, भ्याउँदिनँ। 1 2 3 4 5 6 7 8 9 10 11 12 पसिना आयो। त पसिना आयो नि। यहाँ म बस्ने जग्गा चाहिँ फेरि एकदम गरम छ हो, गरम जग्गा अहिले अब गरम हुन्छ यहाँ। जिम जानु त साथीले राम्रै भनेको, जिम जानु राम्रो हो, तर अब
घरमै सामान छ भने चाहिँ सक्दो चाहिँ घरमै गरेकै राम्रो हो। किनभने चाहिँ अब यो मलाई हेरिहाल्नु न, अब दिउँसो टाइम पाएन, घरमा सब सामान पनि छ, राति यति बेला राति आएर गरिदियो, जहिले मन पऱ्यो आएर गरिदियो, त्यति हो। अब जोस्तै हुनु पऱ्यो, गर्छु भन्ने चाहिँ आएर गरिदियो। जिम जानु आफ्नै फाइदा छ, कम्पिटिसन हुन्छ। छोमको साथीले ह्याप्पी भन्दा अलिक ह्याप्पी गरिदिइरहेको, अर्कोले पनि ह्याप्पीभन्दा बेसी गरिदिइरहेको हो। अब इगो प्रब्लम हुन्छ अब इगोले पनि अब निकै पुस गरिहाल्छ। तर अब टाइमै छैन। अब पछि अलिक फ्री भएपछि चाहिँ सायद गइन्छ होला जिम। नभए चाहिँ पैसा सैसा थुपारेर घरमै होम जिम सानो सेटअप गरिदियो, घरमै गरिदियो भिडियो जिम पनि। बाइसेप पनि हल्का पम्प भयो हो। सुत्तामा यसरी सुत्दिनुपर्छ अब गएर। बाइसेप त यस्तो खालको दिनु पऱ्यो, के भन्छु कुनै एक्सर्साइजलाई गर्नु चाहिँ गरेको पहिलातिर। आम्बो साह्रो पर्छ। यो जहिलेदेखि यो मोटिभेसन ट्रान्सफर्मेसनको भिडियो बनाउनु थालेँ, फर्स्ट डेमै याद पाइदिएको मैले। अब दम चाहिँ छैन भनेर, छ दम तर अब त्यस्तो छैन रहेछ भनेर चाहिँ मैले याद पाइदिएको। 30 पुसअप्समा प्ल्यात्तै यो 7.5 डम्बल्स, किलोको डम्बल्स, यो पनि साह्रो पर्छ गर्नु। तर केही छैन, गर्नु थालेको कति पनि भएको छैन, हप्ता दिन मात्रै हुँदैछ। मान्छेहरूलाई कति साल लाग्छ बलियो हुनु, बिस्तारै बलियो हुन्छ नि। सोल्डर हिर्काउनु पऱ्यो। 1 2 3 4 5 6 7 8 9 10 11 12 अब 2 4 13 14 अझै 15 16 सेट गर्दाखेरि चाहिँ जोडी हिसाबले क्या त 2 4 8 10 12 14 16 होइन, त्यो हिसाबले गर्नु क्या त। टक्कै एउटा हिसाब पनि बस्छ होइन, आफूलाई पनि एउटा खुसी हुन्छ। एउटा सेट गरेँ जस्तै कि 1 र 2 एक सेट होइन, 4 सेट गरेँ। भेट्छ त सोल्डरमा पम्प भन्छ। डम्बल्स चाहिँ मेरोमा 7.5 किलो र 12.5 किलोको छ कि 12 किलोको छ हो। अहिले फिलहाल चाहिँ मलाई 7.5 किलो चाहिँ ठिकै छ वेट। डम्बल्स 12 किलो पनि सक्छु कि, तर अब त्यो ठिक चाहिँ छैन। सक्नु चाहिँ सक्छु तर ठिक चाहिँ छैन, भारी हुन्छ, एकदम भारी हुन्छ। अब पहिला 7.5 त्यहाँ अब हल्का अब लाइट वेट जुन दिन हुन्छ
त्यो दिन चाहिँ टक्कै गएर 12 किलोको डम्बल्स उचाल्ने हो। म आफूले पुरा विक लाग्दो रहेछ। सो अरू जिम बोयहरू हेर्छु होइन, केटाहरूले कति उचाल्छ हो। अब एक्सर्साइज गर्नुभन्दा अगाडि चाहिँ अब सक्छु भन्ने खालको लाग्थ्यो कि, तर साह्रै पर्दो रहेछ। केटाहरूको मेहनत चाहिँ डरै थियो रहेछ। 1 2 3 4 5 6 7 एउटा कुरा चाहिँ मेरो भ्युवर्सहरूलाई भन्न चाहन्छु कि म के हो भने चाहिँ फिटनेस चाहिँ गर्नु क्या त, रनिङ हो, कुनै एउटा जेमा पनि गर्नु। म पनि पहिला बक्सिङहरू खेल्थेँ हो, हल्का फिजिकल फिटनेसहरूमा अलिक राम्रै थिएँ। कलेज पढ्नेसम्म राम्रो थियो। कलेज सकेकोदेखि चाहिँ अब कलेज पढ्नेसम्म पनि जिमहरू जान्थेँ, हेल्दी थिएँ। कलेज सकेर आएर चाहिँ अब के को अब लाग्यो। त्यहाँदेखि चाहिँ जिम लाग्न थालेको। छाडा लाइफ इन्जोय गऱ्यो, लाइफमा मजा गऱ्यो, खायो हिँड्यो सुत्यो। तर अब चाहिँ थिङ्सहरू अब चेन्ज हुन्छ बिस्तारै। बस बाइसेप पनि राम्रो पम्प भयो हो, सोल्डर पनि। आजको भिडियो यतिमै एन्ड गर्नुपर्छ। अन्त गाइस भोलि भेटौँ, नेक्स्ट भिडियोमा भेटौँ। अब भोलिमा होइन, निन्द्रा पनि लाग्यो, 10हरू बज्नु आँट्यो होला। र गाइस फलो गरिदिनुहोस्। थाक्यो त्यसै दिनभरि घामले चुसेको, बेलुका आज त फेरि गर्नै मन थिएन एक्सर्साइज हो, तर एच गरिदिनुपर्छ। एउटा सानो उयो चाहिँ हुनुपर्छ केटाहरू, जोस। सानो भित्रको त्यो सानो स्वर हुन्छ कि एउटा, त्यसले गर भन्छ, अर्को ठुलो स्वर पनि हुन्छ, त्यसले नगर पनि भन्छ हो। तर त्यो सानो स्वरको चाहिँ अब हमेसा सानो स्वरलाई सुन्नु, किनभने त्यो सानो स्वर चाहिँ अब यहाँबाट बोल्छ, यतानिर बोल्छ, पछाडि ध्यान लगाएर बस्नुपर्छ। त्यसले जे पनि भन्छ राम्रै भन्छ, त्यसको कुरा सुन्यो भने राम्रै हुन्छ। हुन्छ गाइस, गुड नाइट र बाई बाई, सी यू इन आवर नेक्स्ट भिडियोज।